त्यसरी हामी यस्तो दामी हेर्नु चाहिँ हामी यहाँ चाहिँ यता छिट्दैछौँ। यहाँ होमसँगको चाइना टाउन हो। चाइना टाउन अरे भन्छ। दामी छ। मैले पहिलोपटक घुमाउन ल्याउँदैछु। हाम्रो गाइड आज पारस भाइ हाम्रो गाइड पारस भाइ आज यहाँको भोलि पर्सि यहाँ के सिजन लाग्यो यहाँ मान्छे डेन्जर चाहियो भने यहाँ रहेछ लाउनेहरू पुरै यो भित्तामा लाउने चाहिँ मार्बलहरू सबै मार्बलहरू के हुन्छ यहाँ साथी यस्तो छ साथीहरूलाई। जब त यही मोटलमा अस्ति एउटी तरुनी लिएर आएको थियो बुढाले सुनिराख्नु। यहाँ उस खेल्ने गल्फ उस खेल्ने त्यो के यो हामी हेर यही हो अस्ति हामी आएको थियौँ नि पहिला पहिला। म त आएको छैन अहिले आएन मैले जान्दै हानेकै छैन यसो एकपटक पनि। म त हानेको छु यहाँ हो त्यो खेल्न एक दिन आउनु त यहाँ खेल्नलाई दामी हुन्छ। खेल्ने हो आफै खेल्ने हो जाने अब हानी छैन यहाँ सबै कसलाई थाहा छ के नेम नेम त्यही उस हुन्छ बोर्डमा नाम आउँछ कसको उसको पालो हान्ने भनेर 1 2 3 हान्छ 4 जना भयो भने 2 3 4 जना हुन्छ अनि कसले कति हान्ने त्यहाँ नम्बर देखाउँछ त्यहाँ कसले कति कति हान्यो नि त्यहाँ नम्बर देखाउँछ के। अरुण भाइको फेस पक्रेर ल्याऊ यस्तै हुन्छ कि पारस भाइ होइन अरुण भाइलाई अलग राख्थेँ नि यो निल चाहिँ नि अरुण भाइकै अरुण भाइ जता हिँड्छ नि त्यतै घुम्छ कि अब घुमिसक्यो त्यतै आइसक्यो ए एउटा किन्दै हो अरुण भाइ उता हिँड्यो नि अरुण भाइको पछि लान्छ कि ल नेताहरूको इन्टरभ्यू लिँदा चाहिँ खतरा हुने रहेछ क्या नेता सेता अलिक उयोहरूको होइन खेदै पार्नुपर्छ नि त आफै खेद्दो रहेछ यसले खेद्छ यसले भागे पनि ऊ अरुणको उता छ अरुणकै फेसतिरै फेसमै हानेछ क्या आफूले रातो देखाइयो पहिला अरुण भाइको क्याप्चर गरेको नि त यसले अनि आफ्नो चाहिँ आफ्नो रातो देखाएको अरू आउँछ नि त्यहाँ आफू जाँदै रातो देखाउँछ अनुहारै आउँदैन अनुहार आउँछ यहाँ बोर्ड रातो आउँछ कि ल समाज त म जान्छु नि हेरेँ आफूले हेर्दै थाहा हुन्छ ल अरुण भाइ देखिरहेको छु नि म गएँ नि ए तर क्याच चाहिँ गरेकै छ तर रातो देखाएको छु नि सानो गोल आएको नि होइन तँभित्र फालिदिने अरे ल केटा सेल्फी यहाँ रहेछ ल साथी यहाँ दामी रहेछ है त तपाईँलाई चाहिँ किन्न सक्नुहुन्छ यहाँ कपडा कस्तो चाहिन्छ दामी रहेछ ल यहाँ पनि छ सनक्रिम ल यहाँ चाहिँ सनक्रिम किन्न जाने भन्दैछ यो लैजाने भित्र केही हुँदा नि होइन यो के यहाँ बाहिर यहाँ दामी साथीहरू मैले यहाँ चाहिँ भोइस कभर गरेको छु किनकि यहाँ चाहिँ निकै नै म्युजिक बजेकाले मैले भोइस रेकर्ड कभर गरेको छु। सो यहाँ तपाईँले चाहिँ लेडिजको आइटमहरू जति पनि सामानहरू लेडिज आइटमहरू तपाईँले मजाले पाउन सक्नुहुन्छ। यहाँ लेडिज आइटमदेखि मेकअपको सामानदेखि लिएर हर चिजहरू सबै तपाईँले आनन्दसँग पाउनुहुन्छ। तपाईँलाई कसैलाई चाहिन्छ भने आउनुहोस् है कन्ट्याक्ट गर्नुहोस् ओलिभमा हो ओलिभ मार्केट। तपाईँले यहाँ चाहिँ ब्युटिसियनका सामग्रीहरू A to Z पाउन सक्नुहुन्छ। तपाईँलाई कस्तो चाहिन्छ कालो पुतलको लागि चाहिने डन्डीफोरको लागि मेकअपको लागि चाहिने के को लागि चाहिन्छ तपाईँलाई चाहिँ आउनुहोस् है मजाले पाउँछ यहाँ तपाईँले छानी किन्न सक्नुहुन्छ। हामी चाहिँ एकजना भाइको लागि चाहिँ यहाँ चाहिँ किन्न आएको थियो। भाइले चाहिँ आफ्नो बुढीलाई के अरे किनिदिने अरे भनेर चाहिँ हामी चाहिँ यति यहाँ छिरेको थियौँ हेर्दैछु के कस्तो हुन्छ कालो पोतोको लागि भन्दै थियो त्यसको लागि हेरिदिन्छौँ हामी कस्तो हुँदो रहेछ सबैतिर हेर्दैछौँ। म यहाँ यस्तैदेखि क्यामेरा घुमाउँदै हिँड्छ। तपाईँले चाहिँ A to Z सामान पाउन सक्नुहुन्छ यहाँ है साथीहरू A to Z सामान पाउन सक्नुहुन्छ। म भने यहाँ चाहिँ अहिले चाहिँ सरर गर्दै यतातिर हेर्दैछ उसले त्यो हेरिरहेछ उसले हेरिरहेछ कस्तो हुन्छ भनेर उसले हेर्दै साथीहरू चाहिँ उसले फर्की हिँड्दैछ तर उसले त्यहाँ सोध्न सकेन कि के हो भने उसले सोध्न सके त्यहाँ सोध्ने भनेको सोध्न सके होइन। अब चाहिँ उसले चाहिँ हेरिरहेछ सनक्रिम कस्तो भनेर हेर्दैछ उसले सनक्रिमको बारेमा हेरिरहेछ तर चाहिँ त्यहाँको मान्छेहरूले उसले सोध्न सके होइन सोधौँ त भनेछ तर सोध्न सकिरहेको छैन। म भने भिडियो बनाउँदैछु
अब चाहिँ यहाँदेखि उहाँले चाहिँ यहाँ चाहिँ सनक्रिमहरू हेरेको थियो सबै यहाँ सनक्रिमको लाइनहरू हो यो चाहिँ सबै सनक्रिमको लाइनहरू हो हेर्दैछ यो सनक्रिम हो भनेर हेर्दैछ अनि त्यसपछि चाहिँ हामी चाहिँ एक आपसमा कुराकानी गर्दैछौँ तर चाहिँ सबै म्युजिक बजेको म सबै म्युट गरिरहेको छु साथीहरू एकचोटि उस गरेको सबै म्युट भइरहेछ अब फेरि म एकचोटि यस्तो जान्छु तपाईँले हेर्नुहोस् यहाँ अरू चाहिँ सबै कुराहरू तपाईँलाई के चाहिन्छ सबै कुरा चाहिँ तपाईँले मात्र मलाई फोटो पठाउनुहोस् यहाँ छ भनेर उस गरेर चाहिँ ओलिभ अनलाइन हो यो तपाईँले यहाँ चाहिँ अब चाहिँ हामी चाहिँ म चाहिँ अगाडितिर तपाईँलाई देखाउने कोसिस गर्दैछु के रहेछ त यहाँ भनेर सबै कुरो देखाउँछ तर मलाई आई डोन्ट नो मलाई के यसको बारेमा केही थाहा छैन विशेष गरी यो लेडिजको लागि हो हामीलाई यसको बारेमा मलाई केही थाहा छैन बस म त आयो गयो फ्यात्त हेर्ने हो लाई मेकअप क्या सामान तपाईँले यहाँ मजाले पाउनुहुन्छ के लगाउने सबै यहाँ पाउँछ तपाईँले यहाँ पाउन सक्नुहुन्छ मजाले अनि यतातिर नि सबै कुरा छ के लगाउनु छ के अरे पर्फ्युमदेखि लिएर सबै कुरा हर कुराहरू छ साथीहरू यहाँ है मजाले पाउँछ म चाहिँ सर क्यामेरा घुमाउँदै हिँड्दैछु उसले चाहिँ हेरिरहेछ अर्केर हेरिरहेछ के गर्ने होला भने हेर्दैछ छ अनि उनीहरूले सोधिरहेछ उसलाई त्यहाँको मान्छेले बोलाएर चाहिँ सनक्रिम कस्तो हो भनेर सोधिरहेछ सनक्रिम के हो भनेर सोधिरहेछ उसले चाहिँ बताउँदैछ देखाउँदैछ यो हो भनेर देखाउँदैछ अनि त्यसपछि उसले हेर्छ है फेरि उसलाई के थाहा छैन तर हेर्छ उसले प्राइज हेरेको फेरि उसले प्राइज हेर्छ फेरि उसलाई त्यसको बारेमा थाहा हुँदैन नि त अनि उसले प्राइज हेर्छ यो के यो राम्रो भन्दैछ तर चाहिँ म चाहिँ यो एउटा लिन्छु मलाई चाहिँ यो चाहिँ अलिकति मलाई चाहिँ ठिक हुन्छ मैले पहिला पनि लगाइरहेको यो सो मैले पहिला लगाएको भएर चाहिँ मैले यो लिएँ एउटा मलाई चाहिँ यो पहिल्यैदेखि लगाइरहेको छु नि त मैले सो चाहिँ यो चाहिँ खास कसैको लागि होइन यो चाहिँ मेरो फेस अलिकति ड्राई हुन्छ त्यसैको लागि अलिकति ओइली देखाउन लागि मात्रै हो अनि त्यहाँ हेर्दैछ उसले बार्गेनिङ गर्दैछ 1+1 हो भनेर सोध्दैछ अनि मैले 1+1 त होइन होला भन्दा उसले एउटा हेरेर हाँस्छ फेरि अनि उसले 1+1 भन्दा मैले 1+1 होइन भन्छु अन्त उसले हाँस्छ बिचरा अनि यो दिने हो भनेर सोध्दैछ अनि हेर्छ फेरि उसले अर्कै हेर्छ अनि हेर्दैछ उसले हेर्छ होइन अनि म यो साइडबाट म फेरि सरर गर्छु उनीहरूले चाहिँ यो कस्तो यो पनि 1+1 हो कि भनेर सोधिरहेको छ नि सबै फ्रीको लागि उस गरिरहेको छ तर चाहिँ म भने चाहिँ यतातिर आएर चाहिँ उस गर्छु म भने क्यामेरा के अरे भिडियो बनाउने भनेर म घुमेको गर्छु साथीहरू फेरि घुमेको गर्छु तपाईँलाई देखाउने कोसिस गर्छु यहाँ के रहेछ भनेर ल हेर्नुहोस् है मेकअप सामानहरू A to Z छ साथीहरू है तर मलाई यसको बारेमा केही थाहा छैन नलेजहरू केही पनि थाहा छैन म त बस यत्तिकै चाहिँ घुम्ने हो आफूलाई चाहिने फ्याट्ट टिपिहाल्ने हो त्यसको बारेमा खासै अनुसन्धान गर्दिनँ म आयो फ्याट्ट टिपी हिँड्यो त्यस्तै गर्छु साथै नङ पालिसदेखि लिएर नङ पालिस कस्तो दामी छ कलर नङ पालिस अनि यो तपाईँले लिपस्टिकहरू हेर्नुहोस् है धेरै महँगो पनि छ साथी यहाँ लिपस्टिक है एकदम महँगो लिपस्टिक पनि छ तपाईँले देख्न सक्नुहुन्छ यहाँ कस्तो मजाको राखिरहेको छ कस्तो कलर चाहिन्छ तपाईँलाई लिपस्टिक हेर्नुहोस् है क्या नि बाउको पारा पनि यस्तो छ साथीहरू हेर्नुहोस् है यसरी हेर्दै हिँड्छ तर क्या नि थाहा नभएपछि उस लाग्दो रहेछ एउटा हाउ जस्तो लाग्दो रहेछ क्या हेर्दै हिँडेछु सबै चाहिँ मैले यो भोइस कभर गर्नु परेछ किनकि सबै गीत बजेर मैले भोइस कभर गरिरहेको छु साथीहरू हेर्नुहोस् है यस्तो भएको छ साथीहरू म चाहिँ क्यामेरा घुमाएर हिँडे गरेछु केटाहरूले उता हेर्दै रहेछ म चाहिँ क्यामेरा घुमाएर हिँड्दै एउटा चाहिँ हातमा लिएको छ यही लिने हो भनेर म चाहिँ हातमा लिएको छ पहिला युज गरिरहेको भएर अब म काउन्टरतर्फ लाग्छु साथीहरू त्यो पैसा नि तिरेर पनि कति युज गर्ने भनेर त्यसै तपाईँले यहाँ म हेर्दै सरर देखाउने यहाँ चाहिँ ब्रसहरू है तपाईँले फेसमा लगाउने ब्रस टक गरी फेसमा उस गर्छ नि हो त्यो ब्रस है अब चाहिँ उनीहरूले चाहिँ पैसा दियो दुइटा लियो भनेर उसले पैसा दियो उसले त्यो लिएर पैसा दियो हिसाब गर्दैछ साउनीले हिसाब गर्दैछ कति राम्रो छ साउनी पनि हेर्नु साथीहरू कति दामी छ क्युटी छ हेर्नुहोस् कति दामी छ हेरौँ लाग्ने छ साथीहरू बाउको पारा भने अझै सोल्डिने यस्तै राम्रो सोल्डिन्थ्यो नि हेर मेरोमा छ अब मेरो पाला आयो पैसा तिर्ने म चाहिँ पैसा तिर्छु अब मेरो पाला आयो अनि म चाहिँ त्यसको पैसा दिन्छु म यसको चाहिँ धेरै होइन 16,000 नेपाली 1600 हो
धेरै महँगो छैन, नेपाली 1600 हो यो। मैले चाहिँ प्राइस त्यही लगाउँछु, मेरो फेस धेरै ड्राई हुन्छ नि त, त्यही भएर चाहिँ ओइली हुन अलिअलि ओइलीको लागि म त्यो लगाउँछु। अनि त्यो लगाएपछि अलिकति उस्ता हुन्छ, तर चाहिँ त्यो उसै खास चम्किलो हुने केही पनि हुँदैन, तर चाहिँ त्यो अलिकति ओइलीको लागि हुँदै मेरो फेस ड्राई भएर उहाँले दिनुहुन्छ मलाई चाहिँ। ल कति खुसी भएर दिनुहुन्छ। अनि त्यसपछि हामी प्रस्थान गर्छ। केटाले अझै पनि हेर्दैछ, यहाँ केटाले आइडोप हेर्दैछ, यहाँ आइपड हेर्दैछ। ल मेरो पारा होइन, बाउको पारा यस्तो छ, बाउको हालत हेर्नु न, बाउको हालत मागिरहेको माग्दै बसेछ उहाँ, बाउको हालत बसिरहेछ, बाउको हालत यहाँ विदेशमा थाप्दै पनि ऊ सबैलाई मिलेर पैसा उठाएर चाहिँ अब पठाइदिनु पर्ने बेला फोटो खिच्छ केटाहरूले, तर दिँदैन हो, फोटो खिच्छ दिँदैन। यो नोङ एप अगाडि भेटेको छ, उतातिर यस्तो देखाउँछ, बरु पैसा दिएला जस्तो गर्छ, खुसी हुन्छ। ल दिए जस्तो गर्छ फेरि हेर्नु, लास्टमा पैसा दिँदैन होइन, गिटार यस्तो छ। र दाजु है त्यस्तै छ, हामीलाई मैले आएको छ हाम्रो पैसा दिएर कति खुसी हुन्छ, पैसा दियो भनेर। फोन नम्बर लिएको छ होइन, फोन नम्बर लिएको छ, पैसा दियो एउटा त्यस्तो दिएर गएछ, त्यो पनि ठगे केटाले मलाई। बाउको पारा नि यस्तै छ। अब छोराको गरिसुन बच्चाको बाउ पढ्न भन्छ बच्चाको बाउ। डाइस यहाँ चाहिँ सबै कुरा पाउँछ है, एकदम सस्तो पाउँछ, सबै कुरा यहाँ दामी पाउँछ है, सबै कुरा चाहिँ यहाँ चाहिँ दामी सस्तो मूल्यमा पाउँछ साथीहरू। यहाँबाट चाहिँ तपाईँले पाउन सक्नुहुन्छ, दामी साथीहरू। तपाईँले सबै कुरा पाउन सक्नुहुन्छ यहाँ। हाम्रो पारस भाइले चाहिँ उहाँ चाहिँ यसो रहेछ, हिसाब गर्दैछ। हिसाब गर्दैछ एकदम। ल अब चाहिँ गएको होइन, खुलेको छैन, खोलेको रहेछ, हरियो देखेर झिलिक्क कुदेको, फेरि रातो बलिहाल्यो। त्यसो यता आउँछ, यता जानुपर्छ। अब आँखा झिमिकी गरेको साथीहरू उसै भएछ। ए गर्दै थियो, ए सिद्धिनै नपाए रातो बल्यो यार। अब यता खोल्छ त्यसो भने अब यो खुल्छ होला